हेलो गुड मर्निङ एभ्रिवान। झोले सम्पूर्णमा सन्चै आरामै हुनुहुन्छ होला हजुरहरू। म पनि सन्चै आरामै छु। आज चाहिँ 27 गते, भोलि चाहिँ हाम्रो घरमा पूजा। हामी बिहानै उठ्यो, नुहाइयो, जाडो छ के गर्ने, जाडोमा चिया खाँदैछौँ। बिहानै उठ्यो, नुहाइयो, जाडो चाहिँ बहुत जाडो छ घरमा चाहिँ। कुर्सिया छ, सबै टिफिन छ। यहाँ चाहिँ हाम्रो भान्जाले चाहिँ भर्खर चिया खाएर बस्छन्। हिजो त खुब नुहाउने फुर्ती ल्याएको थिएँ, आज चाहिँ नुहाउनु सक्दिनँ, जाडो भयो भन्दैछन्। कस्तो लागिरहेको जाडो भयो कि बाखेन? अनि अब ड्याडी साहबले चाहिँ नुहाएर कस्तो भयो, जाडो भयो कि भएन? छैन हाम्रो आएको अल्छी भाइ चाहिँ भित्र बसेका छन्। आएको थाहा चाहिँ नुहाउनु पनि पर्ने हुन्छ मलाई चाहिँ। भाइ तिमीले नुहाउनु कि नुहाउनु भन त, भन न। तिमी माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको, ओ म हेर्छु मेरो जुन तिम्रो नजरको, हो चिनारे खा केही देखाउन म भाग्य फेरौँला, तिमी बिहान साँझ मेरो तिम्रै बाटो यहाँ चाहिँ जग्गी स्याहार्दै हुन्छ। काइलो बाले चाहिँ बनाएर काइलो बा जग्गीमा लाग्यो होइन, जग्गीमा के गर्ने अरे? यो जग्गीमा पूजा बेसी बिहा पनि हुन्छ होइन र? मटन हिजो गरेको नि त। मेरो दाइले फुल बाँधेर जग्गी स्याहारिराखन्। खाल्टो राम्रो खाना है। पुतलीले गीत गाउँछ पूजाको लागि। म यो भिडियो हो नि त जना सिक्नु आज तपाईँले हाम्रो काकीले चाहिँ मलाई दिदी किरुदी तपाईँ के गर्नु भएको? मास्क नि लाग्यो भने तपाईँले कान्छी दिदी तपाईँ के गर्नु भएको? कास्कीको लागि हो नि त यो, हो र? ओके ल, अरू बाँकी भिडियो चाहिँ पछि दिनुहुन्छ है। स्वागत छ सानो पूजा छ, भोलि चाहिँ पूजा चाहिँ यो चाहिँ झट्टै यसरी घुमाइरहेको छ। यता चाहिँ हाम्रो दिदीहरूले सबैले खाना पकाउनु भएको। आन्टी खाना पकाउँदा कस्तो अनुभव भइरहेको हुन्छ? खाना पकाउँदा आज फर्क आएर खाना पकाउनु दिदी आन्टी चाहिँ आइलो भन्नुहोस् न आन्टी। भेटिरहनु नबर्सेर भाउजूको गफ चाहिँ राम्रो मजा लिइरहे। यहाँभित्र चाहिँ दिदी बहिनीले चाहिँ अचार बनाइरहन्। अचार बनाएर लगाइ छ। अरू बाँकी भिडियो चाहिँ भोलि आजलाई गुड नाइट सबैलाई। जति पनि साथीहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु छ उहाँलाई धेरै धन्यवाद। जति पनि साथीहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नु गुड नाइट।